के को तेरो ल भन ल भन 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 किन हाँसो लाग्यो तँलाई। वेलकम टु विक्रम ब्लग, न्यू डे न्यू ब्लग। नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। आज पनि हामी छुट्टीमा छौँ। आज 26 जनवरी यहाँको। हेरौँ अब कता जान्छौँ। यहाँ जाने प्लानिङ त बनाछौँ, के हुन्छ हेरौँ। ट्याङ्कर हालौँ, त्यसपछि पछि थाहा हुन्छ गाइज। हाम्रो घर होइन भात पाकेको छैन, रोटी पाक्दैछ। अनि यो 2 दिन हिजोको चिकन छ, यो चिकनसँग चाहिँ हामीले रोटी खाने प्रयास गरेका छौँ, आज खाने हो। त्यही हुनाले हाम्रो घर आज भात पाक्दैन, बेलुका पाक्छ। अहिले चाहिँ रोटी खाने हो। टक्क बुढा र बुढी मात्रै छौँ। एकदम यो जाँगारिलोवाला भएर हो यो रोटी खान लाग्यो हामीले होइन। अब के भनौँ तपाईँहरूलाई, रोटी पनि खानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। धेरै भात भात भन्नु हुँदैन। बनाउने मान्छेको अनुहार हेर्नु न कस्तो छ, त्यो थोपडा हेर्नु नि थोपडा। बनाइदिने मान्छेको आजकल देख्दाखेरि पनि कस्तो कस्तो छ पनि होइन। ठिकै छ, खैर केही छैन। हामी सेलरोटी पछि खानेछौँ। अहिले चाहिँ हामी सुक्खा रोटी खानेछौँ झोलसँग। र पेट जसरी पनि भर्ने नै हो। भात खाएर 2-3 दिनदेखि खाना डाइजेस्ट पनि भएको छैन। अस्ति बासमती राइस खाएदेखिबाट के भयो पेटमा, खाना डाइजेस्टै भएको छैन। कारण के हो थाहै छैन। त्यही हुनाले आज चाहिँ हामी रोटी खाँदैछौँ। यो कुकमेन नि हो, यो कुकमेन नि हो। कसैलाई चाहिन्छ भने भन्नु, डेलिभर गरिदिन्छु म यसलाई। घरमा डेलिभर गरिदिन्छु ल खाना बनाउनेमा चाहिँ होइन। अरू नसोच्नु, यो कुचुक्क भन्ने त यसको खालि एउटा ऊ मात्रै हो। हेर्न सक्नुहुन्छ मेरो बुढीको फेरि अर्कैले के भन्छ भनेर सुन्दैछु। के अरे भाषा बुझ्ने भए मजा आउँथ्यो कि। के को भाषा? यहाँको के भाषा? कस्तो भाषा हो र यहाँको? कन्नडा भाषा के? कडा भाषा किन? तिनीहरूले यस्तो यस्तो गरेर हात देखाइराख्ने र के भनेर देखाउँछ नि त? के भनेर देखाउँछ नि त? तँलाई फेरि अर्काको कुरामा धेरै चासो गर्नुपर्छ। तिम्रो कुरामा चासो गरौँ। भिडियो बनाउँछन्, जे गर्दा नि भिडियो बनाउँछन्, रिस उठ्ने। अझ हेर न। अनि के रिस उठ्ने रहेछ? भोलि बिहान भ्लगमा हेरेपछि नि सब जो यिनी हरकत गरेछिस् नि, यिनी हरकतहरू सब भ्लगमा हेरेछ नि। बुझिस् कि नै? बुझिस्? सरम लाग्दैन अलिकति? के को सरम? नि के को सरम भन्छ? हग्न जाँदाखेरि पनि भिडियो बनाएर हाला हो। रिस उठ्ने रहेछ त। कति राम्रो देखिन्छ आज हेर न मेरो गाइस, मेरो बुढी। घामै लागेन है। खै एकचोटि यता हेर्नु त। रोक्नु चाहिँ अनि पनि हेर न कति राम्रो बुढी छ, बुढा कति नराम्रो छ। कसको यो? ऊ त्यो पछाडिको बुढा हो किन? अनि तेरो र मेरोमा चाहिँ को राम्रो होला भन् त? म राम्रो देखेर त लिएर आएको त। अरू के? अरू भन्, अरू के राम्रो छ भन् भनेको क्या? के राम्रो छ भनेको क्या? कस्तो नबोला र? किन नबोलिनु भन्नु? बिहान लडाइँ गर्दाखेरि यहाँनिर यो औँला दबाइदिएको रहेछ, यस्तो दुखी छ यहाँ औँला। कोसँग लडाइँ गरेको? तिमीले कोद्दाखेरि क्या? मैले कहिले कोदेर? निलो भयो। कसरी कोद्यो मैले? हेर्न सक्नुहुन्छ गाइज, मेरो कोले अत्याचार गर्छ गाइज। हेर्नु यसरी कोद्छ, हेर्नु। कसको फोन आएछ? हेलो। के को तेरो ल भन ल भन 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 किन हाँसो लाग्यो तँलाई? भन। बकुल्लाले देखेर हाँसो लाग्यो। आजको भिडियो चाहिँ को लागि हो है? आजको बकुल्ला यही नै। कतिखेर हेर्ला र मलाई बोलाउला भने हेरेर बस्छ पछाडि। ए
हामी चाहिँ मुर्गेसपाल ल्याएको छौँ गाइज अनि बाटामा हेर्न सक्नुहुन्छ गाइज कति धेरै त्यो गभर्मेन्टको हो नि त यो इसरोको बााउन्डर त्यसको छेउमा कति धेरै उखालेको छ है गाइज देख्न सक्नुहुन्छ है। हामी चाहिँ मुर्गेसपाल जान लाग्छौँ केही पाइन्छ त्यस्तो मिठो कुराहरू किन्नलाई है ल। त्यसपछि यो मुर्गेसपालेको रोड हो। हामी चाहिँ मुर्गेसपाले आएको है गाइज धन्नैले उडाइदिन त्यस क्यामा पहिले यस्तो नजिकै लिएर आइसकेको थियो। हेर्न सक्नुहुन्छ है कति राम्रो राम्रो छ। अब यहाँ गएपछि खतम अब कहीँ जानु छैन। अब आज यति नै हो खतम हुन्छ यति नै हो यही हो टन रिस यो चाहिँ हेर्नु रातो केरा पहेँलो केरा कस्तो केरा छ यता पारेर भन्नु होला। यहाँ सबै थरीको केरा पाइन्छ। यता सुगर फ्री यतापट्टिको यसमा सुगर चक्लेटहरू दामी दामी छ। भेराइटी छ समाजमा। ल गाइस हामी चाहिँ गएर आयौँ मुर्गेसपालले। अब आजलाई यति नै। फेरि मिलाउँदा नेक्स्ट ब्लग नेक्स्ट डे न्यू डेमा वाचिङ गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद गाइस। बाई गुड नाइट।